भारतमा नरेन्द्र मोदी सरकारमा आएपछि बिजेपीले भारतीय जनता पार्टीले सरकार बनाएपछि 500 र 1000को नोट बन्द गरेको थियो भ्रष्टाचार रोक्नको लागि। त्यस्तै नेपालमा पनि नयाँ सरकार बन्दैछ। अहिले यति बेला बजारमा 500 र 1000को नोट बन्द हुन्छ बालेन सरकार आएपछि भनेर विभिन्न सोसल मिडियाहरूमा पनि आइरहेको छ। तर मलाई चाहिँ यसको खास जानकारी भएन। यदि सही हो रहेछ भने पनि सरकारको यो कदमलाई राम्रै मान्नुपर्छ। तर ठुला नेताहरूले चाहिँ जति धेरै पैसा भए पनि साट्न सक्ने, तर साना साना मध्यम वर्गका व्यक्तिहरूलाई चाहिँ गाह्रो हुने र दुःख पाउने यो समस्या भयो भने चाहिँ निकै गाह्रो हुन्छ। त्यसैले कालो धन रोक्नको लागि र देशमा केही गर्छु भन्ने हिसाबले 500 र 1000को नोट बन्द गर्ने सूचना सही हो भने त्यसको सम्मान गर्नैपर्छ। होइन 500 1000को नोट बन्द गर्ने, साना कर्मचारीलाई, साना व्यक्तिहरूलाई, साना जनताहरूले दुःख पाउने, तर माथिका नेताहरूले चाहिँ जसरी पनि त्यो सदुपयोग गर्न सक्ने भयो भने चाहिँ त्यो समस्याले ठुलो एउटा नकारात्मक असर पर्न सक्छ जस्तो चाहिँ मलाई लाग्छ। तपाईँहरूलाई के लाग्छ? तपाईँहरूले कसले हेर्नुभयो यो सामाजिक सञ्जालहरूमा 500 र 1000को नोट बन्द हुँदैछ भनेर, र यसको आधिकारिक सूचना के हो, सही हो या होइन? र सही होइन रहेछ भने यस्तो गलत समाचारहरू कसैले पनि नबनाउनुहोस् भनेर चाहिँ आग्रह गर्न चाहन्छु है म चाहिँ।